मैले फर्स्ट जब जोइन गर्न साथ आफ्नो टिम लिडबाट गाली खाएको थिएँ। मेरो फर्स्ट टिम प्रोजेक्ट थियो। मैले मेरो फिचरमा काम गरेँ र मेन ब्रान्चमा पुश गरेँ। अर्को डेभलपरको 2 दिनको काम एकैचोटिमा डिलिट भयो। त्यो दिन मैले थाहा पाएँ कि गिट ब्रान्च युज नगर्नु भनेको सबै कोड एकै ठाउँमा थ्रो गर्नु हो, जसले गर्दा मेन ब्रान्चमा सबै मान्छेले काम गरेको एकै ठाउँमा आएर थुप्रिन्छ र फिचर ब्रेक हुन्छ। गिट ब्रान्चिङले के गर्छ भने तिमीलाई मेन ब्रान्चबाट डिफ्रेन्ट रुम बनाउने फिचर प्रोभाइड गर्छ, जसलाई हामी गिट ब्रान्चिङ भन्छौँ। यसले गर्दाखेरि के हुन्छ भन्दाखेरि तिमी एउटा नयाँ ब्रान्च बनाउँछौ नयाँ फिचरको लागि, जुन चाहिँ एउटा आइसोलेटेड इन्भाइरोमेन्टमा हुन्छ हैन। अब त्यो ब्रान्चमा तिमीले के गर्छौ भन्दाखेरि आफ्नो फिचर रेडी गर्छौ, आफ्नो टेस्टहरू कम्प्लिट गर्छौ, आफूलाई जति फङ्सन लेभलको टेस्टिङ गर्नु छ त्यो कम्प्लिट गर्छौ। त्यो कम्प्लिट भइसकेपछि चाहिँ तिमीले त्यो फिचर ब्रान्चलाई चाहिँ मेन ब्रान्चमा मर्ज गरिदिन्छौ। र यस्तो गर्दाखेरि तिमीले सिन्स आइसोलेटेड इन्भाइरोमेन्टमा आफ्नो कोडहरू सबै लेखेका छौ, तिम्रो कलिगको कोडसँग त्यो कन्फ्लिक्टमा आउँदैन र तिनीहरूको कसैको काम बिग्रिँदैन। यदि गिटले गर्दा तिमीहरूले पनि यस्तो के एक्सपिरियन्स गरेका छौ भने कमेन्टमा सेयर गर। एन्ड फलो मी फर मोर सच कन्टेन्ट।